यसपालिको फर्स्ट हार्भेस्ट डल्ले खोर्सानी यसपालि चाहिँ अब जम्मै 1 किलो भयो भने पनि हुन्छ भन्ने छ। अनि यो चाहिँ के हो यो चिचिन्डा हो चिचिन्डाले मरेको नि त नि यो अग्लो खाङ्रा लाउने राम्रो होइन रहेछ टिप्नै नसकिने रहेछ। आगो चाहिँ यिनीहरूलाई काट्नुपर्छ। त्यही हो यसपालिको फर्स्ट हार्भेस्ट डल्ले खोर्सानी यसपालि चाहिँ अब जम्मै 1 किलो भयो भने पनि हुन्छ भन्ने छ। एउटै नटिपिराखेको नि हो, यत्रो दिन मुख चिलाउँदा पनि नखाइराखेको, सबै अलिक धेरै पाकोस् भन्दै राखेको। हेरौँ कति भयो। यति त यसपालि हो पाकेको हाम्रो फर्स्ट टाइम नि। यति कहिले पाएको थिएन नि त। यति नै हो पाकेको खोर्सानी। पिरो चाहिँ कति पिरो छ अब। एउटा बोटमा बल्ल पाक्नु थाल्यो। चिसो बिहान पुरा जाडो आइगयो। अब के राम्ररी पाक्नु पाउँदैन, टिपिन्छ नि त। चाम्रो रहेछ त। कोही चाहिँ चिल्लो यो चाहिँ डल्ले होइन होला नि, तर खाँदाखेरि अब कस्तो छ नि, कुनै त बास्ना डल्ले न। खासै चाहिँ मजाक मुजुक भएको चाहिँ डल्ले भन्थ्यो। अलिअलि चाउरी चाहिँ पिरो हुन्छ अरे क्या। यो सोलो डोलो चाहिँ पिरो हुँदैन। यो चाहिँ चिल्लो छ। 2 बोटमा यति भइगयो। 2 बोटमा यति। यस्तो चाहिँ मङ बजारमा पाउने नि यही हो नि त। त्यो यो एकै खाले रहेछ। यो हुनु चाहिँ बिउ चाहिँ नर्थ क्यारोलिनाकै हो होइन। पोहोर जसुले पठाएको खोर्सानीको हो नि त। यो त्यही राखेको हो। ठुल दिदीहरूलाई नि यही पठाइदिएको थियो, तर दिदीहरूको त भएन रहेछ। हाम्रो चाहिँ यत्तिको भए नि भयो। अरूलाई पनि दिएको थियो, बिरुवा त धेरैजनालाई दिएको थियो, सबैको मरिगयो भन्छौ। हाम्रो चाहिँ बाँच्यो। हाम्रो चाहिँ बाँच्यो। ठिकै छ। अब यसपालि पनि अस्ति 14 तारिक राखेको, सेप्टेम्बर 14मा राखेको बिउ राखेको होइन। आज त च्याप्पै उम्रेको छ। हिजो अस्ति 24 तारिकको दिन हेर्दाखेरि एउटा उम्रेको थियो। अघि त पानी होइन, पानी लगाएको नि यसो हेरेको त आम्मामा बुरुङरुङ छ। त्यो चाहिँ अर्को सालको लागि। तर राख्नै ठाउँ नहुने हो। यो किरा फैलिजान्छ, टोक्छ। त्यही सहरै भए पनि गर्नु चाहिँ पोहोर पनि। हेरौँ यसपालि। तर पोहोर त नोभेम्बर डिसेम्बरमा राखेको हो, यसपालि त छिटै भयो, सेप्टेम्बरमै राखेको। अनि सबैकोमा एक बित्ताको देखाउँछ आगोको लागि भन्दै।
हाम्रोमा चाहिँ छैन मेरो पालिमै लु हो भनेर राखिदिएको यो हो सबैभन्दा पहिला फल्ने बोट पनि पाक्ने बोट पनि उता कता झरेको एउटा यहाँ त कति पनि भएन रहेछ सबैभन्दा ठुलो झ्याङ हो यो चाहिँ तर सबै कक्रेर नि बिग्रियो बिग्रेर नि यस्तो पो हुँदो रहेछ हेर्नु नि 3-4वटा एकै ठाउँ मिसिएर 3-4वटा एकै ठाउँ मिसिएर एउटै भएर फलेको छ यहाँ त्यहाँ पनि त्यस्तै छ एउटा ठुलो भएको छ यसरी नै यहाँ पनि डबल 2-3वटा त्यो क्या कुचुक्कै भएकोमा कस्तो हाँसुदो त्यो चाहिँ पिरो हुन्छ नि खास गरेर कुचुक्कै भएको चाहिँ होइन नि त्यो त्यस्तो उयो होइन नि त यो झ्याङ बिग्रेर पो त झ्याङहरू सबै कस्तो भएको थियो नि त त्यति त भइगयो ठाडे त एउटा छ एउटा मात्रै पाकेको छ खै अब कस्तो हुन्छ थाहा छैन एउटा मात्रै पाकेको छ त्यसमा चाहिँ भर्खर त्यो चाहिँ ढिलो फल्यो कहिले पाक्ने हो अरू चाहिँ अब पाक्छ होला यता झरेछ नि यो त जेठाले नि बल खेलेर हिर्काइदिएको नि हो के गर्नु र ठुलो केटोले त्यहाँ चाहिँ टन्नै पाकेको छ है यहाँ पाकेको छ यो र उयो हो नि त फर्स्टमा पाक्ने झ्याङ नै यहाँ र उयसको हो पाकेको सुरुमा पाक्ने चाहिँ यिनीहरू हो यहाँ चाहिँ अलिक धेरै पाकेछ फर्स्ट पनि हो बा लास्ट पनि हो नि हार्भेस्ट अब योभन्दा त राम्रो त पाक्ला जस्तो छैन जाडो आइगयो अनि यसपालको त यति नै होला नि अलिक छिटो फल्नु थियो भने अलिक छिटै पाक्थ्यो होला फल्नै ढिलो भयो अनि पाक्नै ढिलो कताबाट तान्दैछु र आउँदै छैन आज डल्ले बहादुर यतिमा सानो रहेछ 4 पनि यो झाङमा चाहिँ साह्रै मसिनो मसिनो पिरो होला नि है अब टिपेर खाइएको छैन एकै घाँस नि हौ यो त एकताल चढाप्प पार्दै सकिन्छ डल्ले डल्ले खोर्सानी पिरो भए मै खाने यति नै रहेछ एक उयो नि भएन एक जाली पनि भएन आछाइ त अब नहुनु भन्दा दुई तीनवटा रहेछ यहाँ 2टा रहेछ एउटा अरिङ्गाले रहेछ यस्ता छोडी यसमा झन् छैन भर्खर सुरु गर्दैछ रातै थियो हाल त सबै टिपिहाल्यो यहाँ रह्यो एउटा म लिएर आउँछु एक्लै भएर सातो जान्छ यसमा छ हल्का त रहेछ सबै पत्ताहरू गाँठो परेको थियो र मैले सबै काटिदिएको यो त के हो झुप्पा बनाएर राखेको हो कि यिनीहरू त्यही त कति हाँस उठ्दो छ हेर्नु
आँटेको जस्तो छ त यसमा छैनन् खोज्दै खोज्दै जानुपर्ने यसपालि त यहाँ रहेछ उतापट्टि 3टा एकै ठाउँ छ धान त्यही त ऐकै जस्तो यो पनि क्या हो यो धेरै एउटा मिलेर एउटा बनिएको तर हरियो त निकै छ अब यो पाक्नु भयो भने निकै हुन्थ्यो होइन 1 हप्ता जति मजाले घाम लागिदियो भने नि धेरै पाक्छ अब यसमा चाहिँ निकै छ है बाहिरको चाहिँ सबैभन्दा धेरै पाएको रहेछ पाकेको हुँदैन यो भएकोहरू पनि छ पाक्नु आँटेकोहरू पनि छ पोहोर त यतिको पाक्नु भ्याएन नि पोहोर त एउटामा 1 2 भित्र लगेपछि चाहिँ मजाले पाक्नु थालेको पत्ता सबै झरीको पत्ता घर नाङ्गै भइगयो र पनि निकै पो राखेको थियो है पोहोर पनि झरेको रहेछ पाक्दै गरेको झरेछन् सकेको हरियो मात्रै छ भन्छन् बुढापाकाले डल्ले खोर्सानी हार्भेस्टिङ उतापट्टि यतापट्टि यहाँ यसमा चाहिँ अलिक धेरै रहेछ पहिला यहीँको चाहिँ खान्थ्यो नि मृगले जहिले पनि बार अल्को लाफे छुट्टी भइगयो नि मृगले यहाँको चाहिँ जहिले खान्थ्यो वर्षै पछि यसपालि चाहिँ मृग पस्नु पाएन यो त मगा दुध इडिक नै छाना भयो त अनि झन् एक डालै भयो हुन्छ यो कुन चाहिँ थियो अघिको ठाडे कहाँ मिस्यो क्या यो चर्याप्पै पारौँ नुन छैन नुन त खान्थ्यो त त्यहाँदेखि उफ्रिँदै कुद्नु नि हुँदैन त्यस्तो साह्रो त हिजो टिप्यो अब बोडी पनि टिप्ने बोडी होइन यिनीहरू सबै चाहिँ सबैभन्दा पनि यो लगभग छिप्पेको जति चाहिँ पाक्नु पाए त नि लगभग चिसो आएन भने त पाक्छ नि तर अब चिसो आइगयो भने त सही हो बडीले आँखा पल्टाए छैन फुल छैन बाख्रा भए पनि घाँस काटेर दिनुहुन्थ्यो न खोर्सानी बारी अघि टिपिसक्यो अहिले त छैन खोर्सानी यो बोडीले पनि आँखा पल्टायो छैन यस्तो छ खोर्सानी अघि टिपिहाल्यो
वाटरमेलन लडिरहेछ पाकेकै छैन वाटरमेलन पनि यहाँ चाहिँ फुल्दैछ बोडी यता बैगुन पनि खाइसक्यो धेरै नै अब यहाँ तोरीको सागले चाहिँ अलिक नहुने गर्दैछ सयपत्री फुल हाम्रो यार्डभरि नै सयपत्री फुल रोपिएको छ टुक्रुके अस्ति खाइसक्यो टिपेर टिपुङ बढी अब छ भने अब राख्यो भने त छिपी जाने रहेछ इस्कुसले चाहिँ यसपालि हामीलाई यस्तो ठग्यो नि साह्रै ठग्यो काँक्रा कत्रो भयो हौ ल हौ काँक्रो जस्तै सकिजान्छ होला मरिजान्छ झारेपछि त ठुलो भइगयो नि जेठोले हिर्काएर हेर्नु नि यहाँ टुप्पाहरू बलले अलिअलि फल्थ्यो कि भन्दा जेठो छोराले सकाइहाल्छ घर यो पछाडिपट्टि हेर्नु लौका खै कहाँ छ लौका यो क्या ए तन्किँदैछ के भएर कालो यो तन्किँदैछ उतापट्टि नै अनि यो चाहिँ के हो यो चिचिन्डै हो चिचिन्डाले त झ्याल मरो सयपत्री फुल चिचिन्डा ए घिराउला पो रहेछ यो माथिको त तेर्छिँदैछ त घिरौला कि के को घिरौला हौ लौका ए लौका लौका यहाँ मसिनो रहेछ यत्रो यत्रो मैले हिजो 3-4 टा त्यहाँ माथि पनि त रहेछ यिनीहरू अलिक ठुलो हुँदै जाँदै गरिरहेछ फेरि ल ओक्रा हामीभन्दा ठुल्ठुलो छ भर्खर फल्दैछ ओक्राको रोपाइ नै ढिलो भयो तर साह्रै यता बिउको मुला जतिकै बढ्यो क्या साह्रै राम्रो दुईटाले अनि यहाँको बडी टिप्ने भनेको होइन यो छिपी जान्छ यहाँनिर टन्नै फलाएर यो छिपी जाने रहेछ यो चाहिँ घिउ बोडी भन्छन् सुरु भएको छ नि घिउ बोडी जस्तो देख्ने रातो उसको
ल यसमा त छैन त खोल मात्रै अँ भित्र दाना छैन छैन सानो सानो छ त यहाँ माथि पनि रहेछ बोडी अस्ति टिपेको पनि थुप्रो छ कि खाएको छैन यो धेरै टिपेर यिनीहरू पनि त हो जान्छ भन्ने डर हुन्छ त्यो दाना पसेको छैन भने चाहिँ नटिप्दा नि हुन्छ अहिले मजाले फल्नु थाल्छ जब चिसो आयो त्यसै दाना करेला पनि अहिले फल्नु सुरु गर्यो कहिले खानु हो हेर्नु नि अहिले फल्नु सुरु गरे अब कहिले खानु अस्ति थिएन भेट्नु पर्यो नि उस त्यहाँ चाहिँ राम्रै भएको छ नि यहाँ त अनि कलर लागेछ त घिउ बढीको अनि भएको छ कि आँखामा घामले के यत्तिकै चाहिँ रहेछ ल है 2 फुटेले टिप्दैछ 2 फुट त अलिक छ होला 4 फुट माथि पनि रहेछ रातो लागेको ल म चाहिँ 2 फुटे भयो कि अब अलिक अल्गो फुटेले टिप्नु ल ल ल यिनीहरू त बिउ बनाउनु कि बिउ नराख्नु आँखामा पसेर कि के हो खुर्सानी टिपेको हातले आँखा मोल्दैछ ए छिमेकीहरूले घर टङ 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 गरेको ऊ माथि त निकै पो रहेछ त रातो परेको माथि हो यो त कतिको रहेछ माथि माथिसम्म पो छ त मलाई चाहिँ 2 फुटे भनेर खुब उची मेरो पाली यो त त्यति अल्गो त छैन है पुग्छ र माथि म अलिक हलु ठुकिया हौ डुबीको त समसम भएको छ नि त सबै कलिलो पो छ है लड्छ उता समय पाकेको पनि छ त पाकेको त छ त हो यो चाहिँ अर्कै खाले हो कि जोगेन त्यो जुन सुकेको छ नि हो त्यो चाहिँ पहिलाको हो क्या पहिला हामीले खाएको हो त्यो चाहिँ बिउ नै भएछ बिउै भयो लड्छ अझै लामो माथि त पछि त लामै ल्याउनु पर्ने भयो लामो त्यसलाई चाहिँ कहाँ राख्नु छोटोले नभएर लामो तर अलिक त्यो पल्लोसँग जोडाउनु होला केयरफुल भएर है उता हानी पठाउनु त जोगेन कति अल्गो चढेको रहेछ भन्ने कुरा डल्ले खोर्सानी टिपिसकेर घिउ बढी यो अक्लो खाङ्रा लाउने पनि राम्रो होइन रहेछ टिप्नु नसकिने रहेछ बल्ल बल्ल पाकेको बल्ल बल्ल पाकेर
छन्नै पो रहेछ है रनु यहाँ त छ नि कोही उमेट्थे त उमेट्थेन अर्ग्यानिक नदेखेर पो रहेछ त छन्नै रहेछ नि यस्तो त नि ऊ त्यो उयो झ्यालहरूमा नि छ जोगेन हो यतिको भएकोहरू छ क्या अब माथि माथि पनि छ नि अब टिप्नु सक्दैन छ नि टिप्नु सक्दैन एक दुई छाक चाहिँ हुने रहेछ फेरि यो मसिनो किराले आँखामा झरी भयो झरोस् न झरोस् त्यो भुइँको त टिपिहालिन्छ नि अब अलिक मासतिर पनि छ कि होइन लु ऊ पछि नजानु जोगेन विचार गर्दैछु किन ठक ठक भाँचिन्छ त यो अग्लो खाङ्रा लाउने राम्रो होइन रहेछ टिप्नै नसकिने रहेछ आगो चाहिँ यिनीहरूलाई काट्नुपर्छ अब भोलि पर्सि पाकेर आफै त्यो झ्याल उयो गर्दाखेरि आफै आउँछ अब निकै पो टिप्यो है निकै टिप्यो नि ऊ अब बेच्नु जानुपर्छ अर्ग्यानिक हो नि यहाँ यता यता झरिरहेको कि फेरि बढी टिप्नु हिँड्यो यस्तो यस्तो यहाँ हेर्नु यहाँ देखाउनु त यस्तो भएको थियो नि त पहिला सबै सबै यो मुजुक भयो यो चाहिँ के मल नपुगेको के को मल नपुगेको हो यो सबै यसपालि सबै यस्तै भएको छ अरे क्या सबै ठाउँमा हाम्रोमा त होइन क्या ए त्यस्तो पो अरे अब यो वाटरमेलन पनि खानुपर्ने हो अब यो बोट मरेपछि यो उखालेर फ्याँक्दा भयो ऊ त्यो होइन चिसो आएपछि मात्र फ्याँक्ने बाबा फलिजान्छ यत्रो साह्रो फलेर के गर्नु हो फलिहाल्छ एउटा नै देख्दिनँ बोडी त अनि तिमीले छ ए ऊ माथि चाहिँ रहेछ है त्यो देखेको थिएँ यहाँ छ नि
भएको अलिअलि चाहिँ भएको अलिअलि चाहिँ फल्नु चाहिँ टन्नै फलिरहेको रहेछ अस्ति फलेन भनेर मन दुखायो भनेर लु बरु भनेर फल्नु चाहिँ डरै सुरु गरेँ तर अब जाडो आएर के गर्नु पता हो अस्तिको खरायोहरू कहाँ भाग्यो दुईजनालाई मामा घर पुऱ्यायो डराए पनि होला नि बिचराहरू यो मान्छेहरू राम्रो रहेनछ भनेर बेहोरा नभएको रहेछ भनेर अनि यो खोर्सानी चाहिँ भोलि टिप्नु पर्ला लाम्चे खोर्सानी अनि ठुल्ठुलै भइसक्यो चिपिसकेको छ तर यो झ्याल बढी भएर देख्दैन यहाँ चाहिँ लुकेको हुन्छ बढी भित्रभित्र अनि यो भुइँको खोर्सानीहरू चाहिँ कहिले टिप्ने यो लाम्चे चाहिँ भोलि आज आमाको नाप्ने बेला भइसक्यो सबै मस्किटोले मलाई जिस्काउनु थाल्यो कान उधी आएर पानी खुसी गर्नु थाल्यो छैन होला लगभग डन होला जङ्गल भित्र सकेको होला छैन सबै बुढो हुँदै गयो बोडी पनि बोडी रोप्ने मान्छे पनि मस्किटो के साह्रो बसेको हौ यहाँ अनि रात बेलुका भइसक्यो नि अनि जस्ट बेबीहरू मात्रै छ ओन्ली द बेबिज लेफ्ट अब एक हप्तामा चाहिँ हुन्छ होला सबै यति मात्रै आजलाई
अर्ग्यानिक बढी नै धेर हुँदैन नि। फर्क्यौँ अब गार्डनबाट। त्यो चाहिँ के नपुगेको? त्यही त सबै यस्तो 3-4वटा पत्ता एकैठाउँ यसरी गाँसिएको छ। यस्तो भएको छ कहाँ अनि राम्रो। अनि यो त खोर्सानी जस्तै छैन त। यस्तो साथी हो हेर्नुहोस्, कमेन्ट गर्नुहोस् यो के भएको खोर्सानीलाई। डक्टरकोमा लाने बेला भयो क्या। सबै यस्तो भएर त यो काटेर यो उतेर अघि जो खोर्सानी मात्रै थिएन सबै काटी पठाएको नि। अब उनीहरू चाहिँ कहिले ठुलो भएर खानु, उनीहरू चाहिँ मरेर खानु झन् साह्रो। त्यति बेला फलेर कहिले खानु। ओक्राको हामीभन्दा ठुलो छ। कहाँको अठो झन्दै भन्छ ऊ 8 इन्च। वेट ओ काम छैन।